भएको अहिले घर गृहमा घुम्न जाने हाम्रो पुर्खाको चलन रहेछ र उहाँहरू जानुभएको छ। यो बिचमा कार्यक्रम गर्नु है भनेर हामीलाई जिम्मा दिनुभएको थियो कृष्णबहादुर थापा। उहाँले धेरै दुःख गरेर अब यो जम्मा गर्नु भएको रहेछ। अब यसमा केही त्रुटि पनि होला, केही सच्याउनु पर्यो भने हामी आगामी हाम्रो सोही गर्न सकिएला भोलिका दिनमा हामी छलफल गर्छौँ। र अहिलेसम्म प्राप्त भएको हाम्रो दाइले कृष्णबहादुरले जम्मा गरेको वंशावली अनुसार जुम्लाको सिङ्जाबाट लमजुङ जिल्ला गएछ, लमजुङबाट गोर्खा, गोर्खाबाट ललितपुरको गोदावरी दमैटार हुँदै कोही भाइ चाहिँ नयाँ मानेश्वर पुग्नु भएछ, कोही पनौती, कोही पाखर, कोही जलबिरे, कोही फुलपिङकोट, कोही नुवाकोट, कोही भक्तपुर, मकवानपुर, धुसिनी चौर हुँदै हाम्रो यहाँ अहिले बसोबास गरेको एक भाइ चाहिँ धुसिनी चौरबाट कुवरे, अनि कोही भाइ बिराङ चौर हुँदै पाँचखाल जस्ता ठाउँहरूमा फैलिने क्रम भएछ र तालामारङमा बसोबास गर्न आइपुगेको हामीले थाहा पायौँ। यहाँ भएका दाजुभाइहरूमा चम्पा सिंह हाम्रो जिजु हुनुहुँदो रहेछ। सबभन्दा पहिला चम्पा सिंह, उहाँको एउटा छोरा फौजा सिंह, उहाँको एउटा छोरा कटकबहादुर र कटकबहादुर जिजुको दुईटा परिवारमध्ये जेठीपट्टिबाट बखान सिंह र उहाँको सन्तान पदमबहादुर र केशरबहादुर दुई भाइ हुनुहुँदो रहेछ। पदमबहादुरका छोरा खेलबहादुरका तीन भाइ छोरा हुनुहुँदो रहेछ, बुद्धिबहादुर, कुमार र जगतबहादुर। खेलबहादुरका छोराहरू हाल काभ्रे चुरीथुम्कामा बसोबास गर्नुहुँदो रहेछ। अनि केशरबहादुर सानैमा दिवंगत भएको बुझियो। कटकबहादुरका जेठीपट्टिका माइला छोरा ललितबम थापाको दुईटा छोरी मात्रै भएर वंश टुङ्गिएको देखियो। कटकबहादुरका जेठीपट्टिका साइला छोरा मानवध्वज थापाका चार भाइ छोरा हुनुहुँदो रहेछ। जेठो मेहरमान, उनका दुईटा छोरा धनबहादुर र क्षेत्रबहादुर। धनबहादुरपट्टि कटकबहादुर, उनका तीनटा छोरा पोषकबहादुर, जयराम र रूपबहादुर। पोषकबहादुरपट्टि सन्तोष र प्रभु दुईटा छोरा, जयरामपट्टि जेनिस र जेसिस, रूपबहादुरपट्टि रूपेश भाइ छोराहरू देखिन्छन् भने क्षेत्रबहादुरपट्टिका नरबहादुर, धनबहादुर र तेजबहादुर, जसलाई राजु भनेर हामी भन्ने गर्छौँ। नरबहादुरपट्टि रमेश र दिनेश, रमेशपट्टि आदर्श र दिनेश प्रति नाम भएको। धनबहादुरपट्टि सन्तोष र सागर दुई भाइ, तेजबहादुरपट्टि गौरव भन्ने एउटा हाम्रो भाइ छोरा भएको सम्बन्ध अहिलेको पुस्तासम्म हामीले पायौँ। मानध्वजको माइला छोरा नयन सिंह, उहाँका दुईटा परिवार रहेछन्। जेठीपट्टिबाट नरबहादुर, उनका दुई भाइ छोरा। सेयर पनि गर्नुपर्छ, तपाईँहरूले पनि हामीलाई बताइदिनु भयो भने हामी खुसी हुन्छौँ र हाम्रो कुलको उन्नति प्रगतिमा हामी खुसी छौँ। र हाम्रो कुलमा इन्जिनियर पनि हुनुहुन्छ। इन्जिनियर चाहिँ हाम्रो दिपेन्द्र थापा हुनुहुन्छ, अहिले उहाँ हुनुहुन्न, नत्र मैले परिचय गराउन खोजेको। र हाम्रो प्रशान्त डाक्टर अहिले चाहिँ नि थापाथली प्रसुतिमा हुनुहुन्छ, हाम्रो बिन्द्र भाइभित्रकै। त्यसै गरी अरू भाइहरू जो यहाँ हुनुहुन्न मैले चिनाउन पाइनँ, बिस्तारै हामी चिन्जान गर्दै गरौँला। र दिपेन्द्र हाम्रो चाहिँ नि इन्जिनियर हाम्रो माइला हजुरबापट्टिको फलकमा। र यसै गरी हाम्रा भाइ भतिजाहरूले हाम्रो वंशभित्र उन्नति प्रगति गर्दै गए भने हामी हाम्रो कुल समृद्ध हुन्छ भन्ने कुरामा हामी ढुक्क छौँ। र अब पाँचखालबाट हाम्रो आग्रहलाई, दाजुभाइहरूको निम्तालाई स्वीकार गरेर यहाँ यतिको गर्मीमा आइदिनु भयो। आदरणीय बुवा, काका, दाई, मैले साइनअनुसार जे सम्बोधन गर्नुपर्छ उहाँहरू सबैलाई फेरि पनि आभार व्यक्त गर्दै पाँचखालबाट हाम्रो दाजुले आफ्ना तर्फबाट केही कुराहरू राख्नको लागि म हार्दिक अनुरोध गर्दछु। त्यसैले हाम्रो कुरा मिल्नु स्वाभाविक पनि हो र यो कार्यक्रमलाई अब म धेरै लामो गर्न चाहन्न र यो कार्यक्रमलाई विधिवत रूपमा हाम्रो पनौतीबाट भिजन थापाको भाइ र केही अङ्कलहरू आउने कुरा थियो, उहाँहरू अझैसम्म आइपुग्नु भएन र आइपुग्नु भयो भने हामी अनौपचारिक रूपमा उहाँहरूलाई स्वागत गर्ने नै छौँ र भन्दै यो कार्यक्रमलाई औपचारिक कार्यक्रमलाई समापन गर्दिन। म मन्दिर निर्माण समितिका अध्यक्ष एवं पूजा व्यवस्थापन समितिका अध्यक्ष आदरणीय दाई ओमबहादुर थापाज्यूलाई म हार्दिक अनुरोध गर्दै म पनि बिदा हुन्छु। धन्यवाद, नमस्ते।